हुन्छ आदरणीय दर्शक तथा श्रोता वृन्दहरू जसले चाहिँ यसु गौतम युट्युब च्यानल हेरेर बस्नुभएको छ। अनि आज म चाहिँ यहाँ नेपाल बहुसांस्कृतिक ख्रिस्टीय मण्डलीमा रहेर अनि भावना काफ्ले छोरीसँग सानो अन्तर्वार्ता लिइराखेको छु र म उहाँलाई सोधिराखेको छु कसरी चाहिँ प्रभुलाई पाउनुभयो, कस्तो प्रकारले प्रभुलाई पाउनुभयो र प्रभुलाई पाएपछि कति आशिष पाउनुभयो भन्ने कुराहरू, कस्तो प्रकारले आशिष पाउनुभयो अनि फेरि उहाँले आत्मिक वरदानहरू के पाउनुभयो भन्ने कुराहरू चाहिँ म क्वेसन गरिराखेको छु। र यहाँले यो भिडियो हेरेपछि तपाईँले लाइक, कमेन्ट र सेयरिङ गरिदिन सक्नुहुन्छ र यसु गौतम युट्युब च्यानललाई पनि यहाँले सब्सक्राइब गरिदिन सक्नुहुन्छ भन्दै अगाडि म दिदीसँग गफ गर्न चाहन्छु। दिदी आराम हुनुहुन्छ? आरामै छु भाइ। जय मसीह। जय मसीह। अनि तपाईलाई म एक दुईवटा क्वेसन सोध्न चाहन्छु। अनि तपाईले प्रभु येशूलाई कति सालमा विश्वास गर्नुभयो? नयाँ जन्म कहिले पाउनुभयो हजुरले? मैले विश्वास गरेको 9-10 वर्ष भयो। असारको महिनामा गएर विश्वास गरेको हो। अनि विश्वास गरेको 3-4 वर्ष पछाडि पानीको बत्तिसमा लिएँ। अब मैले पत्याएको थिएन, चर्च गएर के हुन्छ भन्ने बुझेको थिएन पहिले। अनि यसरी सङ्गति जाँदा जाँदा भजन सङ्ग्रह 91 को वचनले मलाई छुनु भयो, पश्चाताप दिनुभयो। अनि ओहो परमेश्वरको वचन त एकदम शक्तिशाली, मान्छेको सुई भन्दा नि बढ्ता शक्तिशाली पो रहेछ भने त्यो भजन सङ्ग्रह 91 को वचनले मलाई छोयो। त्यहाँबाट रोमी 5 को वचन शान्ति आनन्दी दिनुभयो परमेश्वरलाई। अब मैले विश्वास गरेपछि अनि मेरो श्रीमानको लागि चाहिँ अब तेरो श्रीमतीले छोको नखा, पकाएको नखा, अब अर्कै श्रीमती ल्याएर बस भनेर मेरो श्रीमानलाई धेरै सतावट आयो। परमेश्वरलाई मैले विश्वास गरेपछि मेरो रोग निको भयो। रोग निको भएपछि अनिखेरि श्रीमानलाई धेरै सतावट आयो। श्रीमानलाई सतावट आएपछि अर्कै श्रीमती ल्याएर बस, यो श्रीमतीलाई छोड भनेर 60 र 4 धुरीको मान्छेले घृणा गरेपछि अनि म चाहिँ निराश भएर हिँडेको थिएँ। पछि रोमी 5 को वचन परमेश्वरले 2 बजे राति दिनुभयो। त्यहाँबाट भजन सङ्ग्रह 91 को वचन दिनुभयो, यशाया 41 को वचन दिनुभयो। परमेश्वरलाई धन्यवाद दिन्छु, अहिले नयाँ जीवन पाएको छु म। अनि दिदी तपाईलाई सुसमाचार चाहिँ प्रभु येशूको बारेमा चाहिँ कसले तपाईँलाई सुसमाचार सुनाउनु भयो? कोही सुसमाचार सुनाउने व्यक्तिको नाम भनिदिनुहुन्छ कि प्रभु येशूलाई तपाईँलाई प्रभु येशूको बारेमा जसले सुनाउनु भयो सुसमाचार उहाँको नाउँ भनिदिनुहुन्छ कि? सुसमाचार सुनाउनु भएको चाहिँ मलाई अब कमला बहिनी, गीता सुनारले, अनि चक्रपथको एकजना अब चर्चै खोलेर बस्नुभएको छ। चक्रपथको मेरो अब आफ्नै छिमेकीले सुसमाचार सुनाउनु भयो मेरो लागि। अनि तपाईँ सुसमाचार सुनेपछि चाहिँ तपाईँले कति समयमा विश्वास गर्नुभयो? सुसमाचार सुन्ने बित्तिकै तपाईँ चर्च गइहाल्नु भयो कि मण्डली गइहाल्नु भयो कि केही समय पर्खेर केही समयपछि मात्रै मण्डली जानुभयो? सुसमाचार सुनाउनु भएको 9 वर्ष भयो। अनि 9 वर्ष भएपछि अब अन्तिम अवस्थामा चाहिँ अब मेरो 25 लाखभन्दा नि बढी पैसा सिद्धिहाल्यो। पैसा सिद्धिएपछि आँखा दुइटै रगतै रगत भएर दुइटै आँखा बन्द भयो। अनि आँखा बन्द भइसकेपछि अनि डक्टर कहाँ लानुभयो, छोरी ज्वाइँले श्रीमानले डक्टर कहाँ लानुभयो। डक्टर कहाँ गएर आएपछि झन् साह्रो भयो। डक्टरको औषधि बिहान 7 बजे खाना खाएर डक्टरको औषधि खाएर सुतेको, बेलुका 5 बजेसम्म बिहोस भएर म निदाएँ। डक्टरको औषधिले मलाई झन् साह्रो भयो। मेडिकेयर लानुभयो, त्यो औषधिले झन् साह्रो भयो। अनि झन् साह्रो भएपछि अनि अन्तिम घडीमा अब डोर्याएर टोइलेट लाने, ल्याउने, लुगा धुने, नुहाइदिनु पर्ने भएपछि अनि मेरो कान्छी छोरीले धेरै अनि सुसमाचार सुनेको रहेछ पुष्पलाल कलेज पढ्दाखेरि। अनि सुसमाचार सुनेर आएपछि बुबा चर्चमा ठुलो शक्ति रहेछ, मेरो साथीको दिदीहरू मम्मीहरू निको हुनुभएछ, बुबा तपाईँले पुरेत काम गरेर कोठाभरि खानेकुरा राखेर म खुसी छुइनँ। मम्मीलाई चर्च लगिदिनु, मरे पनि बाँचे पनि मम्मीलाई चर्च लगिदिनु। मेरो साथीको दिदी मम्मीहरू निको हुनुभएछ, मम्मीलाई निको हुन्छ, मम्मीलाई चर्च लगिदिनु भनेर मेरो कान्छी छोरी धेरै रोएपछि अनि मेरो श्रीमानले मलाई बोकेर चर्च लगिदिनु भयो। मैले मेरै कान्छी छोरीद्वाराबाट मैले परमेश्वर पाएँ। अनि प्रभुलाई पाइसकेपछि पहिला तपाईँले प्रभुलाई नपाउनु भएको अवस्था जुन थियो
त्यसको तुलनामा प्रभु येशूलाई पाइसकेपछि हजुरले कतिको खुसी पाउनु भएको छ? प्रभु येशूबाट कतिको खुसी प्राप्त भएको छ हजुरलाई? अहिले प्रभु येशू पाएपछि मैले गरम गरेपछि नि धेरै मैले शक्ति पाएँ। आज बोकेर चल लगिदिनु भयो, भोलिपल्टै मेरो 35 वर्षको रोग निको भयो। रगतै रगत भएको पानीको धारा बग्ने आँसु सबै मेरो निको भयो। मुखबाट रगत बोमेट गर्ने त्यो पनि निको भयो। टाउको दुख्ने यो कपालको केस जति रोग थियो भोलिपल्टै सबै रोग निको भयो। परमेश्वरलाई धन्यवाद दिन्छु। म जस्तो रोगी बिरामी यो पृथ्वीभरिमा जति हुनुहुन्छ उहाँहरूको लागि प्रार्थना गर्छु। उहाँहरू पनि परमेश्वरमा गएर आत्मा बचाउनुहोस् र उहाँको रोग निको होस्। परमेश्वरलाई धन्यवाद दिन्छु। अनि हजुरले अब प्रभु येशूलाई पाएपछि होइन हजुरमा आत्मिक वरदान पनि पाइन्छ भन्छ। प्रभु येशूलाई पाएपछि चाहिँ अब विभिन्न सुसमाचार सुनाउने वरदान हुन्छ, अनि वचन बोल्ने वरदान हुन्छ, प्रार्थना गर्दा रोगी बिरामी चाहिँ निको हुने वरदान हुन्छ। प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्दा ती वरदानमध्ये हजुरलाई चाहिँ कुनै वरदान प्रभुले दिनुभएको अनुभव छ? परमेश्वरले दिनुभएको छ। मलाई धेरै रहर लाग्यो। अनि धेरै रहर लागेपछि यो भक्तपुरको स्टार लामा भन्नेको सङ्गतिमा आएको थिएँ। आउँदा तपाईँलाई अन्य भाषा आउँछ दिदी भन्नुभयो। मलाई रहर लागिरहेछ कस्तो हो अन्य भाषा भन्ने भने, अनि उहाँले अन्य भाषा मागिदिनु भयो। एउटा भाषा दिनुभएको थियो। अनि फेरि पछि अनि यो अन्य भाषा होइन यो शैतान भाषा भनेर धेरैजनाले भने। अनि फेरि ज्ञानेश्वरको चर्चमा गएर मैले आफ्नै चर्चमा गएर अनि यो अन्य भाषाको कक्षा बस्नुभएको रहेछ। कक्षा बसेपछि 5वटा भाषा परमेश्वरले थपिदिनु भयो। परमेश्वरलाई धन्यवाद दिन्छु। अनि अगमबाडी अन्य भाषाको वरदान दिनुभएको छ। रोगी बिरामी निको पार्ने वरदान दिनुभएको छ। कसैलाई क्षमा माग्दै भनेर मान्छे अगाडि देखाउनुहुन्छ। परमेश्वरलाई धन्यवाद दिन्छु। कसैलाई प्रार्थना गर्दै भनेर परमेश्वरले मलाई मान्छे अगाडि ल्याएर देखाउनुहुन्छ। परमेश्वरलाई धन्यवाद दिन्छु। अगमबाडी अन्य भाषा मानिसहरूलाई अब परमेश्वरले मलाई दिनुभएको छ। मानिसहरूको लागि नि यसको लागि प्रार्थना गरिदेऊ, यसको लागि क्षमा माग्देऊ भनेर परमेश्वरले मान्छे मलाई अगाडि देखाउनुहुन्छ। परमेश्वरलाई धन्यवाद दिन्छु। बाइबल पढ्न त परमेश्वरले जहिले दिनुहुन्छ त्यहीले पढ्छु। अनि अहिले चाहिँ जति सुने पनि प्रभु येशू मसीहको बारेमा होइन, प्रभु येशू ख्रीष्टको बारेमा जति सुने पनि होइन विश्वास नगर्ने मानिसहरू हुनुहुन्छ। अनि उहाँहरूको लागि तपाईँले के भन्नुहुन्छ ती मानिसलाई? प्रभु येशूलाई विश्वास नगर्ने, सुसमाचार सुनेर पनि प्रभुलाई येशूलाई विश्वास नगर्ने व्यक्तिलाई के भन्न चाहनुहुन्छ? अब उहाँहरूको लागि अब मैले पनि 9 वर्षसम्म परमेश्वरको चर्चको साथीहरू देख्दा म नि भागेर हिँडेको थिएँ। अब परमेश्वरको चाहिँ स्वर्ग जानलाई चाहिँ सजिलो हुँदो रहन्छ, स्वर्ग जानलाई गाह्रो हुँदो रहेछ। अब प्रभु येशूलाई चाहिँ कठोर हृदय भएको मानिसहरूलाई चाहिँ प्रभु येशूले अब हिउँ पारेर पगालेर ल्याउनुहोस्, हाम्रो आत्मा बचाइदिनुहोस्, हामी सजिलैले स्वर्ग जान पाऊँ भनेर मैले प्रार्थना गरेको छु। दुःख कष्ट ऋणका बन्धन परेका जेलमा परेका मानिसहरूले छुटकारा पाउन् भनेर मोती साथको साथ सम्झेर प्रार्थना गरेको छु मैले। हजुर हजुर। अनि प्रभु येशूको महान आज्ञा के छ भने सुसमाचार सुनाओ, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार सुनाओ भनेर चाहिँ भन्नुभएको छ, प्रभुले आज्ञा गर्नुभएको छ। अनि हजुरले चाहिँ सुसमाचार कतिको सुनाइराख्नु भएको छ? प्रभु येशूको नाउँ कति घोषणा गर्नुभएको छ नि? मैले अब सुसमाचार मेरो अब जीवन गवाईबाट गाडीमा हिँड्दाखेरि साथीहरूसँग जीवन गवाईबाट पनि मैले प्रभु येशूको सुसमाचार सुनाएको छु। 60-70वटा परमेश्वरका ती वचन पनि मैले लगेर बाँडेको छु। परमेश्वरका वचन बाँडेको छु। 6-7 जनालाई गरम पनि गराएको छु। अब विशाल भाइ, दाबा बहिनी उहाँहरूको 3 जनाको परिवार अनि बालाजी बाइपासमा नै गएर 2 जनालाई गरम गराएको छु। परमेश्वरलाई धन्यवाद होस्। अनि अरू फाल्टु मान्छेलाई 3 जनालाई जतिलाई गरम गराएको छु। अब एकदम खोलाको किनारको पानी जस्तै चट्टानको घर बचाल्नुहोस् परमेश्वर भनेर सम्झेको छु। हुन्छ दिदी है, भावना काफ्ले दिदी अनि प्रभुको छोरी दासी हुनुहुन्छ। अनि तपाईँले यो अमूल्य समय दिनुभयो। अनि हाम्रा युट्युब हेरेर बस्नुभएका सम्पूर्ण श्रोता तथा दर्शक वृन्दहरूको लागि हुन्छ, तपाईँको अमूल्य समय दिनुभएको लागि परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। हस्त जय मसीह। जय